फुल ब्राकेट रोस्टरमा राखी आवश्यक अनुसार परिचालनको व्यवस्था मिलाउने। परिषदका कार्यक्रम सञ्चालन हुन नसकेका आङ्गिक शिक्षालयमा भएको भौतिक पूर्वाधार र मानव संसाधनलाई समेत मध्यनजर गरी स्थानीय आवश्यकता समय सापेक्ष अन्य कार्यक्रम सञ्चालन गर्ने। यदि कार्यक्रम सञ्चालन हुन नसकेमा त्यस्तो मानव संसाधनलाई आवश्यक र औचित्यको आधारमा अन्य शिक्षालय व्यवस्थापन गर्ने पहल गर्ने। साथमा खराब तथा ज्यादातर कर्मचारी केन्द्रीय सङ्घ समितिले जारी राखेको सङ्घर्ष कार्यक्रम स्थगन गर्ने यति कुरामा हाम्रो सहमति भएको छ। यो अलावा यहाँ एड्रेस हुन नसकेको विषयमा जस्तो महँगी भत्ता जस्तो स्थानीय भत्ताको कुरो हकमा चाहिँ आवश्यक अनुसार वहीँ सम्बन्धित कार्यालयले चाहिँ सम्झौता गरी अगाडि बढाउने भन्ने कुरो आएको छ। त्यो उहाँले ब्रिफ गरिदिनु छ। त्यस्तै गरी कर्मचारीको परिभाषित गर्ने विषयमा चाहिँ घरबन्दी स्वीकृत भएपछि को हकमा त्यसपछि थप अगाडि पहल गर्ने भन्ने हिसाबले मौखिक सहमति भएको छ। त्यो विषयमा चाहिँ र सेवा सुविधाको विषयमा चाहिँ दरबन्दी नभएको हुनाले परिषद व्यवस्थापनले सामाजिक सुरक्षा कोष उपदान त्यसपछि महँगी भत्ता यी कुराहरू चाहिँ अगाडि बढाउन सक्ने उहाँको नीतिगत अस्पष्ट भएको हुनाले उहाँले चाहिँ त्यसलाई चाहिँ माथिल्लो निकायबाट नै पहल कदम गरेर अगाडि बढ्नुपर्छ भनेर उहाँले बाटो पुगाउनको लागि चाहिँ त्यो दरबन्दी स्वीकृतलाई तत्कालै भोलि नै होइन भोलि नै मन्त्रालयद्वारा दर्ता गर्ने हाम्रो सहमति भएको छ। उहाँको सहमति त्यस कारणले यो विषयमा चाहिँ उहाँले पहल गरिदिन्छ हामीले विश्वास पनि लिएका छौँ। थप त्यसमा हाम्रो सहयोग पनि भएमा हामी पनि त्यसमा केन्द्रीय सङ्घर्ष समिति त्यसमा अघि बढ्ने हिसाबले जानेछ हामी सहमतिमा पुगेका छौँ। र योसँग चाहिँ सरहरूको अझै थपहरू स्पष्ट रूपमा पार्टिनालाई म गाउँले सरलाई श्रीमान सदस्यज्यू, उपस्थित सम्पूर्ण साथीहरू, तपाईँहरूको पनि सायद रहर थिएन होला, बसेको होला र व्यवस्थापनको पनि तपाईँहरूलाई चाहिँ राखेको होला। त्यसैले यो आन्दोलनको दौरानमा के पाइयो के गुमाइयो भन्नुभन्दा पनि हामी अब हाम्रो कार्यक्षेत्रमा फर्कने र हाम्रा विद्यार्थीहरूको पठन पाठनमा सहभागी हुनु हाम्रो महत्त्वपूर्ण कार्य हो। विद्यार्थी रहेन हाम्रो जागिर रहन्छ, विद्यार्थी नरहे हाम्रो जागिर रहँदैन, यो कुरा थाहा छ। त्यसैले विद्यार्थी नै हाम्रा भगवान हुन् भन्ने सम्झना हामीले पर्छ। यो कुरामा तपाईँहरू लाग्नुहुनेछ र यो मैले धेरै टेलिभिजन्सहरूमा पनि कार्यालयको प्रवक्ताको हैसियतले इन्टरभ्यू दिइसकेको छु। सेवा सुविधाका कुराहरू तपाईँहरूले सुनिसक्नु भएको छ, कतिले सेयर पनि गरिसक्नु भएको छ, तपाईँहरूका पनि सुनेको छु मैले। त्यसैले हामी एउटै परिवारका व्यक्ति हौँ। एउटै परिवारको व्यक्ति कहिले एक बाहिर बस्नुपर्दा तपाईँहरूलाई नराम्रो लागेको स्वाभाविक हो। त्यसमा हाम्रो रहरले पनि होइन तपाईँहरूलाई एक बाहिर राखेको। आन्दोलनका विभिन्न रूपहरू हुन्छ। आन्दोलन कसैको कन्ट्रोलमा हुँदो रहन्छ भन्ने मैले यहाँ भित्र बसेर सुनेको छु। त्यसैले हामी यही संस्थाका हौँ। अब हिजोसम्म तपाईँहरूले यो संस्थालाई भ्रष्ट देखे पनि भोलिदेखि नदेख्दिनुहोस्। यो संस्था भ्रष्ट होइन भनेर वकालत गर्न सिक्दिनुहोस्। यति चाहिँ हामीले जागिर खाँदा हाम्रो इज्जत जोगाउन सिक्नुपर्छ। यो संस्था भ्रष्टहरूको मात्रै संस्था होइन भन्ने सम्झनुहोस्। त्योभन्दा हामी सबै भ्रष्ट हुन सक्छौँ र कुनै व्यक्तिको इन्डिभिजुअलाइज गरेर गाली गलौजमा नहुदिनुहोस्। त्यो गाली गलौज चाहिँ हामी सबैलाई भस्म बनाउन सक्छ। त्यो कुरामा ध्यान दिइदिनुहोस्। र सेवा सुविधाका कुरामा मैले भनिसकेको छु। हामी असोज 1 गते पुनः सम्झौता गर्ने बेलामा नयाँ फर्मेटका साथ हामी सम्बन्धित शिक्षालयहरूमा पठाइसक्छौँ। यो कुराहरू पहिला पनि भनिसकेको छु र आज पनि भनेको छु। त्यसैले तपाईँहरूलाई मर्का पार्ने हाम्रो कुनै उद्देश्य छैन, किनकि कसैले व्यक्तिगत सम्पत्ति दिनुपर्ने कुरा पनि होइन। यो सबै नेपाल सरकारले दिएका सम्पत्ति नै नेपाल सरकारको रिसोर्स चाहिँ हामीले प्रयोग गर्ने हो। त्यो नेपाल सरकारको रिसोर्स प्रयोग गर्दाखेरि कहीँ कसैलाई कतै बाहेक गर्नुपर्छ भन्ने मैले बुझ्दिनँ र गर्नु हुँदैन। मेरो निर्देशन मैले प्रशासन महाशाखामा बसेर दिने निर्देशन पनि त्यही रहन्छ। कसैलाई बाहेक गर्नु हुँदैन भन्ने निर्देशनै मेरो हुन्छ। त्यसमा प्रचलित कानुनले बाँधिएका हातहरू छन्। यी प्रचलित कानुनले बाँधिएका हातहरू फुकाउन तपाईँहरू पनि एकपटक सम्झनु।
कानुनमा यो लेखिएको छ भने तपाईँहरू बौद्धिक सर्कल हुनुहुन्छ, प्रशिक्षक हुनुहुन्छ। म पनि 11 वर्ष स्कुलै पढाएर आएको मान्छे हो, त्यसैले मास्टर्सको एउटा नैतिकता पनि हुन्छ। त्यो नैतिकतामा हामी रहनुपर्छ। त्यही नैतिकतामा तपाईँ रहनुभएको छ, रहनुहुनेछ भन्ने आशा पनि छ। त्यसैले तपाईँका सेवा सुविधामा कुनै कन्डिसनै हुने छैन। र अघि अमितजीले भनेको जस्तो हामीले आजै फाइल टुङ्ग्याइसकेका छौँ, चिठी तयार भइसकेको छ। भोलि बिहान फर्स्ट आवरले हामी मन्त्रालयमा त्यसलाई चर्चा गर्न सक्छौँ। यसमा तपाईँहरू आश्वस्त हुनुहोस्, काहीँ कतै यसमा कतै कन्डिसनै हुने छैन भन्ने मैले प्रशासन निर्देशक भएपछि तपाईँहरूलाई आश्वस्त गर्दै बाँकी केही कुरा भएमा श्रीमान सदस्यलाई राखेर अब हामी ढिला पनि भइसकेको छ। घर जान हतार, तपाईँहरू पनि फर्किनु पनि हतार। तपाईँहरू विभिन्न ठाउँमा जानुपर्ने छ। पूर्वको इलाम, भोजपुरदेखि पश्चिमको बजाङसम्मका साथीहरू मैले देखेको छु, सबै त चिन्न नसके पनि। त्यसैले तपाईँहरूको यात्रा अब सुखमय रहोस्, सुखद रहोस्, शुभकामना। सजिलैसँग आफ्नो गन्तव्य, आफ्नो कार्यस्थलमा पुग्न सक्षम हुनुहोस्। तपाईँहरूलाई पनि शुभकामनाका साथ मेरो भनाइ अन्त्य गर्छु। धन्यवाद। सबै सहकर्मीहरूलाई धेरै धेरै धन्यवाद र विशेष धन्यवाद हाम्रो प्रशासन, पुलिस प्रशासन, सबै सर म्याडम लगायत सबैमा चाहिँ पुनः एकपटक धन्यवाद दिन चाहन्छु। र अर्को एउटा कुरा चाहिँ के भने धेरै कुरा हाम्रो अमित सर र अमित सरले भनिसक्नु भएको छ यहाँबाट त्यो विषयमा। अब त्यसमा थप प्रतिबद्धता चाहिँ हामीले अहिले भएका सम्झौता प्लस यहाँको हक हितको लागि गरिनुपर्ने अन्य कुराहरू सबैको लागि परिषद कार्यालयको तर्फबाट हामी त्यसको लागि एडभोकेसी गर्नेछौँ, त्यसको लागि पहलहरू गर्नेछौँ, प्रक्रियाहरूमा हामी सहभागी हुनेछौँ। यो चाहिँ अधिकतम उपलब्धि हासिल होस् गर्ने भन्ने प्रतिबद्धता म यहाँहरू सबैसँग जाहेर गर्न चाहन्छु। अब यसको साथसाथै चाहिँ हामी कार्यक्षेत्रमा फर्क्यौँ। त्यसै गरी टिबेटको क्वालिटी इम्प्रुभ गर्नको लागि, हाम्रो सिटिबिटीको छविलाई उन्नत राख्नको लागि, छविलाई उच्च राख्नको लागि हामी सबै मिलेर काम गरौँ। मैले यो शुभकामना सहित यहाँहरू सबैलाई आफ्नो कार्यक्षेत्रमा फर्किनुको लागि अनुरोध गर्छु। हस्, धन्यवाद। सर एकछिन हाम्रो केसमा एकचोटि सुनिदिनु न। हाम्रो एक मिनट मात्र सर। हाम्रो शिक्षालयबाट फोन आएको छ कि यहाँबाट आधिकारिक पत्र लिएर आउनु, नभए सम्झौता भङ्ग। र 25 गतेदेखि हटाएको पनि छ हामीलाई डाटा। हाम्रो हाजिरबाट 25 गतेबाट हटाएको बारेमा जानकारी साथीहरूले गराउनुहुन्छ, यहाँसँग सम्पर्क गर्नुहुन्छ है। धन्यवाद।